के छ गाइस हामी यहाँ कर्णाली हो कि हैन हामी यहाँ कर्णाली आएको यत्रो दिन भइसक्यो मलाई घरबाट के सोधिराखे कर्णाली बसेर नि यहाँको विशेषता के त जान्नु पर्दैन देखि यहाँको विशेषता भनेको त के रहेछ हामी तीनजना आएको विशेषता त यो रहेछ कि म्या बोटिङ रहेछ हैन कस्तो लागिरहेको बोटिङ यार म त ठिकै छ यता हेर न बोटिङ हेर्न आएको हैन हामी तीनजना मात्रै हामी कि अरू सबमा सुतिरहेको यहाँ कर्णाली टक्क हामीले कति 20 मिनेटको प्याकेज लगिसक्यो लाइफ ज्याकेट त लाउनु पर्यो हैन सेफ्टी फर्स्ट हो मेरो लागि ल्याउ त विनोद एउटा हामी अब लाइफ ज्याकेट लाउनु लाग्छ म यो वाला लाउनु लाग्छ यहाँ कस्तो बडी हो विनोद बडी डेन्जर हुन्छ क्या यार टक्क अब यहाँ बोटमा गएपछि हामी यो बोटमा जाने कि यसो जुनमा पनि एउटामा गएपछि फेरि हेर्दै गर्ने यस्तो बवाल आउँछ भ्यू यस्तो बवाल निकालिदिन्छु मैले होइन तिमीहरू बोलाउँ न राजेश हो राजेश बोटिङ जाने हो आउ न बोटिङ जाने हो कि आउ न बोटिङ हो कि आउ न पैसा धेरै छैन कि मिलाएर हुन्छ आउ न अझै मान्छे पुगे आएन मजाले धेरै छिटो आउन ल आयो ए बवाल हुन्छ ल अब नेपालको धन्दामा एकछिन फोटोसुटको कार्यक्रम गर्नु पर्यो हामीहरू टक्क लाएर ल गाइस हामी फाइनली बोटिङमा बस्न लागिसकेका छौँ होइन फाइनली म कहाँनिर बस्नु ओ नमिने यता हेर यता हामी त चोकतिर हो हामी चोकतिर भ्लग गर्दै फेरि ओ तिलक चोकतिर यता हेर यता विवेक विनोद तिमी कहाँ हो कि हामीहरू चोकतिर गएर भ्लग यस्तो राजेश ड्राइभर पाइलट भुवन कुमार खत्री अनि त्यसपछि लाएर हेलिकप्टर पाइलट अनि त्यसपछि के अरे फरारी पाइलट लेमन ग्रिन पाइलट खोला पारी तारी दिने तुहिनाको फनको पहिलो माया छुट्टाइ हाल्यो कलेजीमा रनको गैरी खेतको तिरै हान्यो वर्षायामको दरौदीले देखिस् तेरो दाई के अरे विदेश जान सक्दैन भने होइन तेरो दाई विदेश के अरे तेरो दाई विदेश जान सक्दैन भने होइन त्यो पछाडिको भ्यू खाने न्युयोर्क जापानको टोकियोको उतापट्टि खोला हो यो होइन तेरो दाई विदेश गएर आइसक्यो जुन र धरतीको जुनमा राम्रो छ भना कुन आकाशको जुन र धरतीको जुनमा राम्रो छ भना कुन झिलमिल 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 जुन लियो रात आउ सँगै साथी हो नाचौँ एकै साथ हो आउ सँगै साथी हो नाचौँ एकै साथ ल झर बिस्तारै मिलाएर झर है केटा झर ओ नवीन लडेको क्लिप आइहाल्यो नवीन क्लिप आइहाल्यो नखिचौँ भन्दा नि आइसक्यो यार नवीन लडेको क्लिप आइहाल्यो नि अनि 20 मिनटको त्यहाँ माथिसम्म गएर यस्तो कर्णाली एक्टिङ हानिसक्यो होइन अब फोटो हान्नु गइदिउँ है इङ्ग्लिस भने यस्तै होइन बिस्तारै नेपालमा जन्मे बिस्तारै सिकिहालिन्छ हाउस फिलिङ अनि बोटिङ चढ्दाखेरि कस्तो हुन्छ भन्ने अमेरिकामा जन्मे भए त म त इङ्ग्लिस बबाल हान्ने रहेछ यार ल गाइस हामी फाइनली बोटिङ सकिसक्यो यहाँ नेपालको झन्डामा यस्तो फोटो सुटहरू हुँदैछ होइन टिकटक बनिसक्यो फोटो ज्याकेट चेन्ज गरेर लाइफ ज्याकेट हामी टक्क हरियोमा अनि हरियो हानिदिइराख्यो भइसक्यो अब बोटिङ सकिसक्यो मा रमाइलो भयो जोस् पैसा पनि धेरै थिएन 20 मिनटको 200 रुपियाँ थियो पर पर्सन
छोड भन्दिनो म फोटो सुट भएर फोटो खिचेर गएर टक्क खाना खाएर मजाले सुतिन्छ अब आज दिउँसो दुःख त छेडिक थियो होइन रमाइलो पनि छेडिक भयो भने चाहिँ लाइफमा रमाइलो हुँदैन तर दुःख जति पनि भयो नि आफ्नो रमाइलो चाहिँ गरिराख्नुपर्छ कि हाई मोरल हुन्छ हाई मोरल इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन योर लाइफ होइन त्यो कर्णाली पुलमा बोटिङ हानेर सकाएर अब खाना खान जान लाग्यो खाना खाएर ट्याक्क सुत्ने हो कि कस्तो भयो रमाइलो भएन पोल खोल्दा होइन टुम्बा चाहिँ पोल फेरि एउटाको भागमा आधी केजीको हिसाबले बनाउनु लगाएन के कर्णाली पुलमा चाहिँ बवाल छ ओ लगाइस भ्लग चाहिँ अब डेली आउँछ रमाइलो अलिअलि मजा लिएर हेर्दै गर्ने होला ल बाई